बिहानै भाइ विकास मँगरको केमोथेरापी पछि आफ्नो दाजु घरमा आएको छ। भाइको अझैसम्म पनि घर छैन र हामी भाइको बिमारबारे अलिकति बुझ्न आएको छौँ। भाइको अब केमोथेरापी भयो, अब त्यसपछि के छ अब चाहिँ? अब टेस्ट अब हेर्छ, हेरेर फेरि के कन्डिसन भएको छ त्यो हिसाबले चाहिँ सायद अपरेसन गर्न सक्छु त्यही भनेको। अब टेस्ट कहिले छ अनि? टेस्ट आज 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 एउटा सुई छ, अब 9 तारिकसम्म 10 तारिक बुझाउनु पर्ने, 9 तारिक 8 तारिक लाउँदा पनि हुन्छ एउटा टेस्ट, मतलब ब्लड टेस्ट हुन्छ। त्यहाँदेखि फेरि एमआरआई छ, एमआरआई 29 तारिक छ, बस त्यो चाहिँ बुझाउनु पर्ने। त्यसपछि फेरि डक्टरले भन्छ होला, भन्छ के भन्छ, के कस्तो छ कन्डिसन, कुन प्रकारले गर्नुपर्ने, कस्तो गर्नुपर्ने, त्यो चाहिँ अब डक्टरले हेरेर भन्छ। भनेपछि त्यो बिमारीको हिसाबले बिमारीको अलिक लामै जान्छ होला होइन? त्यस्तै होला सायद, लामो हो उता डक्टरले हेर्छ अब के कस्तो भयो कन्डिसन, दबाईले कति क्याच गर्दैछ त्यो चाहिँ हेर्छ होला सायद। अहिले केमोथेरापी चाहिँ कस्तो लाग्दैछ शरीरमा? के शरीरमा भन्दा पनि अहिले शरीरमा के छ भने ताकत एनर्जी कम हुन्छ, त्यसले त्यो खुन सुकाइदिन्छ नि त, त्यसले गर्दा चाहिँ अलिक बोल्दा पनि अलिक घाँटी मतलब कस्तो माछाको काँडाले अड्के जस्तो क्या त्यस्तो आवाज हुन्छ। एक्चुअली भएको चाहिँ कहाँनिर रहेछ? भएको यहाँ गालामा हो, यहाँ गालादेखि नाक, पहिला नाक हो, त्यसको बाद गालामा दाँत प्यारी, यो पाटा त डल्लै भयो, यो पाटा चाहिँ यस्तो पुरा खराब। अनि खानपिनमा चाहिँ के खानु? खानापिना त खानुपिना भने चाहिँ खानु सबै, तर अब नर्मल के भने अब आफूले किनभने मरमसलाहरू बाहिरकोहरू त्यो चिजहरू नखानु, घरमा पकाएको सादा खानु, तर केही हुँदैन भन्ने कुरा चाहिँ गर्दैछ डक्टरले, बाँकी त केही पनि होइन। अनि फेरि त्यही मणिपाल हस्पिटलमै फेरि एडमिट हुनु पर्ला? त्यस्तै भन्दैछ, त्यही मणिपाल हस्पिटलमा फेरि आउनु हेर्नु, पहिला के कस्तो हुन्छ आएर चाहिँ हेर्नु भन्ने। अब इलाज त चल्दैछ अहिले पनि, त्यो इलाज चल्दैछ, त्यसले गर्दा के भन्छ अब कन्डिसन चाहिँ र यो भाइसँग यो बिमारीबारे वार्तालाप थियो र यही माध्यमद्वारा हामी समस्त वासबाडी मगर परिवार अनि गाउँवासी सबैलाई धन्यवाद दिन चाहन्छौँ तपाईँहरूको सहयोगको निम्ति। जति पनि छरछिमेकीहरू हुनुहुन्छ, जति पनि टाढा हुन्छ, दुबई इजरायलमा बाहिर भारतदेखि बाहिर सबैलाई धन्यवाद दिन चाहन्छु। अनि भाइले फेरि के कुन प्रकारले धन्यवाद दिन चाहनुहुन्छ? सबैलाई मेरोबाट नमस्कार छ, सबैले सहयोग गरिदिनु भएको धेरै धेरै धन्यवाद छ, यति हेल्प गरिदिनु भएको धेरै धन्यवाद छ, तपाईँहरूलाई आशीर्वाद दिन्छु म होइन, म जस्तो मान्छेलाई त्यसरी गरिदिनु भएको धेरै सहयोग छ भन्ने चाहन्छु। अनि आउँदो दिनमा के अपेक्षाहरू राख्नु भएको छ? अझै खर्चहरू बढ्छ त्यो अब त्यो त भन्नु सकिँदैन, डक्टरले अब कस्तो स्थिति हुन्छ कस्तो छ त्यो त मैले जान्दिनँ, तर पनि बढ्नु चाहिँ बढ्छ जस्तो लाग्छ। त्यसमा पनि अब अलिकति धेरै अब कोही छुटेको सायद दाजुभाइ दिदीबहिनीहरू देश विदेशमा बस्नुभएको आफन्तहरूले सायद सम्झेर मलाई हेल्प गरिदिनु भयो भने धेरै राम्रो हुन्छ भन्ने एउटा चाहना छ। त्यति र यहाँ सुन्नुभयो तपाईँले भाइ विकासको आफ्नै मुखबिन्दबाट उसको बिमारीबारे, र भाइले अझै पनि अपेक्षा राखेका छन् कि जति पनि छरछिमेकीहरू छन् अझै पनि, अनि बाहिर जति पनि भारत छोडेर बाहिर विदेशतिर हुनुहुन्छ ती सबैबाट ठुलो आशा राखेको छ भाइको उपचारको निम्ति। र यसैले अहिलेसम्म जतिले पनि भाइलाई सहयोग गर्नुभएको छ उहाँको मेडिकल एक्सपेन्सको निम्ति भाइ गोरेको तर्फबाट अनि हामी समस्त वासाबाडी मगर समाज सँगसँगै वासाबाडीको समस्त वासीहरूबाट हामी सबैलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछौँ र हामी ईश्वरसँग प्रार्थना गर्दछौँ आउँदो दिनमा पनि यस्तै प्रकारको भाइले सहयोग पाइरहोस् अनि भाइको बिमारी चाँडोभन्दा चाँडो निको होस्।